आज यो भिडियोमा म केही कुराहरू राख्दैछु। यो कुनै रेला हैन, यो कुनै जोकिङ होइन है, सिरियस कुरा हो। सक्दो शेयर लाइक कमेन्ट गरिदिनु होला। ती व्यक्ति भएको ठाउँमा पुगोस् यो भिडियो। अहिलेको अन्तरिम सरकार बालेनद्वारा, सुशीला कार्कीद्वारा, ओम प्रकाश अर्यालद्वारा बनेको सरकारलाई यो चेतावनी धम्की सोचे हुन्छ, चेतावनी सोचे हुन्छ, सोच। हामी नेपाली युवाहरूले बारम्बार बिन्ती र अनुरोध गर्दैछौँ। अति भयो भने 28 वर्षदेखिको उकालोको जेन्जी जन्मिँदैछ है। जुन फुच्चे भाइ जेन्जीहरूले विध्वंस मचायो, त्यो भन्दा डरलाग्दो विध्वंस मचाउने हामीसँग ताकत छ है। घर घरबाट निकालेर फेरि कुट्न नपरोस्, रोडमा ल्याउनु नपरोस्, अन्तिम चेतावनी दिँदैछौँ हामी। बालेन चोरको सरकारलाई के भन्न चाहन्छु भन्दाखेरि, तपाईहरूले जुन अहिले हिटलर प्रवृत्ति देखाइराख्नु भएको छ, राणा शासन देखाइराख्नु भएको छ नि, यो हिटलरको समयमा र राणा शासनको समयमा पनि यति साह्रो थिएन होला होइन। यो अति हुँदैछ, बन्द गर। रविलाई दसैँको बेला भनेर कोही भेट्न जाँदा पनि भेट्न नदिने, आफ्नो घरको मान्छे मात्रै एकजना दिने, यस्तो दादागिरी बन्द गर, बन्द गर। हामी भनिरहेको छौँ, बन्द गर। अनि अरू कुरा रह्यो, यो जोकिङ नसोच। हामी आन्दोलन गर्दैछौँ, ढिलो छिटो भनेको ढिलो छिटो हुन्छ, तर गर्छौँ, डरलाग्दो आन्दोलन गर्छौँ। जेएनजीले भन्दा विध्वंस मचाइदिन्छौँ। हामी आन्दोलन गरेर विध्वंस मचाइदिन्छौँ हामी विध्वंस मचाइदिन्छौँ होइन। डरलाग्दो अवस्था हुन्छ। त्यसैले तिमीहरू दलाल सरकारहरूले सोच। बालेनले फुच्चे भाइ जेन्जीहरूलाई प्रयोग गरेर 76 जना ती कलिलो भाइ बहिनीहरूको हत्या भयो, शहीद भयो भनेर अहिले भनिरहेको छौँ। गलत हो यो कुरा। हत्या गराइएको छ। आदेश दिने पनि उनीहरू आन्दोलनमा पठाउनेहरू पनि बालेनले बेर्नुपर्छ सबै कुरा यो। अनि रह्यो भन्ने छ जेन्जीहरू फुच्चेहरू भाइ मात्रै के नेपाल देशको नागरिक हो, उनीहरूको मात्रै अधिकार छ यो देशको। 28 वर्ष पुगेको माथिको छैन। 28 वर्ष पुगेको जेन्जीहरूको पनि अधिकार छ। यति कुरा हेकर होस्। हामी 28 वर्षदेखि माथि 45 वर्ष मुनिको व्यक्तिहरूले 30 वर्ष 34 वर्ष पुगेको 35 वर्ष पुगेको व्यक्तिहरू पनि आन्दोलन गर्न सक्छौँ। जेएनजीले यस्तो विध्वंस मचाउन सक्छौँ, सबैलाई सिध्याउन सक्छौँ। 10 वर्ष माओवादीको 10 वर्ष जनयुद्धमा के त्यहाँनिर फुच्चे भाइहरू मात्रै लड्न गएको थियो, उमेर पाएकोहरू पनि लडिरहेको थियो है। यति कुरा हेकर होस्। माओवादीले नेपाली जनताको रगत बगाएर पार्टी खोलेर उनीहरू दलाल सरकारमा आएको थियो, दलाल भएको थियो। त्यस्तै अहिलेको जेन्जीहरूको यो बालेनको पनि त्यस्तै अवस्था होला जस्तो देखिन्छ। जोकिङ होइन है, जोकिङ होइन। हामी भन्दैछौँ रवि लामेछानेमाथि प्रतिशोध बन्द गर, उहाँको मुद्दाहरू खारेज गर र उहाँलाई रिलिज गर। फागुन 21 गते उहाँ चुनाव लड्न पाएन भने नि जाँठा बालेन तँलाई घर घरबाट निकालेर हामी कुट्नेछौँ। अनि सुशीला कार्की तँलाई नि घर घरबाट निकालेर नि तँलाई यस्तो तरह कुट्नेछौँ। ओम प्रकाश अर्याल अहिले गृहमन्त्री भयो भने पावरमा शक्तिमा छु भनेर नसोच कि तँलाई घर घरबाट निकालेर कुट्नेछौँ। रमेश लेखाको जस्तो केपी जस्तो भाग्नु नपर्ने अवस्था त्यो दिन नआओस् तिमीहरूको। त्यही भन्दैछौँ हामीहरू लास्ट अन्तिम चेतावनी दिँदैछौँ। रविमाथि अन्याय गर्न बन्द गर तँहरूले है, बन्द गर। हामी सहेर बसिरहेको छौँ। हामी धेरै सहनेवाला छैनौँ। अब अति भयो, इनफ। अब हामी सहनेवाला छैनौँ। अत्याचार भयो। एकार होस् यो कुरा। एउटा कुरा मैले नबुझेको, 2/3 सरकारले 7वटा अदालतलाई, काङ्ग्रेस एमालेको सरकार है, पहिला पूर्व काङ्ग्रेस एमालेको सरकारले, पूर्व सरकारले 7-7वटा अदालतको न्यायाधीशलाई बिदामा पठाएर रमेश ढकाल जस्तो र 2-3 जना एउटा झोले न्यायाधीशलाई पार्टीको कोटाबाट डाइरेक्ट नियुक्ति भएको झोले न्यायाधीशलाई प्रयोग गरेर रविलाई पक्राउ पुर्जी गरेर जेलमा
पोखराको अदालत र कास्की जेलमा लगेर थुन्यो। त्यहाँको जिल्ला अदालतको न्यायाधीश नितेश राईले रविलाई ढलौटीमा छोड्ने आदेश दियो, किनभने प्रमाणै थिएन त्यतिखेर रविले सकाइ ठगेको भनेको। 7वटा अदालतमा पनि प्रमाण पुगेको छैन, रविले सकाइ ठगेकै छैन। अनि फेरि उहाँलाई रिहाई गरे ढलौटीमा, फेरि लगेर उहाँलाई जेलमा हाल्यो, राजनीतिक प्रतिशोध गरेर पूर्वपक्षको लागि पठाइयो। अनि यतिसम्म हुँदा पनि हामी नेपाली जनताले अझै सहेर बस्ने, अझै ठुलो हेर्ने बस्ने कि जिउँदो लास नेपाली बन्ने, हामी अझै बन्ने? कस्तो देश हो यो, कस्तो हामी नेपालीहरू हौँ। अन्याय परेको छ, मदन भण्डारी मारियो, राजा वीरेन्द्र मारियो, अन्याय गरियो। के रवि लामिछानेमाथि पनि यस्तै गर्न खोजिया हो अब? अनि यो सरकारले, त्यो सरकारले र अहिलेको यो सरकारले, काङ्ग्रेस एमालेको सरकार र अहिलेको सरकारले गर्न खोजेको चाहिँ के हो हामीले स्पष्ट बुझेको छैनौँ अझैसम्म। अनि रवि लामिछानेले 6 महिना गृहमन्त्री सम्हाल्दाखेरि 25वटा फाइल खोल्यो, पतञ्जलिको, टेढामक्सको, नेपाली स्काउटको, होइन, बाल मन्दिरको जग्गा फिर्ता ल्यायो, नेपाली स्काउटको जग्गा फिर्ता ल्यायो, बाँसबारी छाला जुत्ता कारखानाको जग्गा फिर्ता ल्यायो, पतञ्जलिको जग्गा फिर्ता ल्यायो। अनि धेरै जस्तो नेपाल अधिराज्यभरि कब्जा गरेर बसेको पुरानो दलको माफियाहरूले त्यो सबै जग्गाहरू फिर्ता ल्याउँदै थियो। 25वटा फाइल खोल्दै थियो, गिरिबन्धु टी स्टेटको, भुटानी शरणार्थीको, टेढामक्स, होइन, लाउडाकाण्ड, सुनकाण्ड, नेपाली स्काउटको जग्गाको धेरै मुद्दाहरूको फाइल खोलिरहेको थियो। उहाँलाई 24 घण्टाभित्रमा सरकार ढालेर, प्रतिशोध साँधेर, राजनीतिक प्रतिशोध साँधेर जेलमा पठाइयो। अनि पनि अझै पनि नेपाली जनताहरू ठुलो लाटाले पाप्पा हेरेको जस्तो हेरिरहेको छ त। कहिलेसम्म हामी हेर्ने? कहिलेसम्म अन्याय हामी सहने? कहिलेसम्म हामीले अत्याचार सहने? अब त अत्याचार भएन र। रवि लामिछानेलाई, उहाँलाई इज्जत साथ छोड्ने समय भएन के हामीले अब फेरि आन्दोलन गर्नुपर्ने अवस्था हो? हामीले पनि रगतको खोला बगाउनु पर्ने हो? हामीले जनयुद्ध जस्तै 10 वर्ष जनयुद्ध गरेको जस्तै हामीले फेरि 10 वर्ष जनयुद्धमा हामी जानुपर्ने हो? देशमा अशान्ति मचाउनु पर्ने हो? चाहेको चाहिँ के हो? बन्द गर, रविलाई चाँडोभन्दा चाँडो फागुन 21 गते भन्दा यो दसैँ तिहार लगत्तै पछि रविलाई रिलिज गरेन भने डरलाग्दो अवस्था आउँछ। हस्त नमस्ते, सक्दो सेयर लाइक गर्नु होला।